त्यही गएर यसरी होला अब त छोड दे त उनो खेल्न खान गाइज अब पोस्ट हान्नु छ एउटा मात्रै बाँकी गाइज तिमी देउतेछ बिजी हन उनो खेल्नमा लिड गर्ने हो नि त टिमलाई हाई गाइज वेलकम टु माई न्यू भिडियो आज म जाँदैछु साथीहरूसँग घुम्न मेरो आउटफिट यस्तो छ आज हामी थानकोट जान्छौँ कहाँ कहाँ जान्छौँ हेर्दै गर्नु होला अनि आज पनि सधैँ चाहिँ यति ढिलो भइसक्यो उहाँ साथीहरू आएर चाहिँ पुगेर मलाई कल गरेछन् म भर्खर निस्केको रुमबाट मलाई मारिसकेछन् जहिले ढिलो भनेको म यो फेरि तर यस्तै हो केटी मान्छे भएपछि ढिलो भइहाल्छ हामी चाहिँ पार्क आइपुग्यौँ गाइज सजिना यति राम्री भएर आइछन् गाइज अनि वाटरफल कति छ वाटरफल स्नेहा एउटा चाहिँ उता कुन्दामा गयो त्यो बोर भयो नि त हामीले धेरै यस यस प्लिज हामी चाहिँ गेटभित्र आइपुग्यौँ खानेकुरा देखाउनु सजिना खानेकुरा देखाउनु सजिना खानेकुरा यता ए दिस इज आवर खानेकुरा के गरेको तिमीले अझै एकचोटि देखाउनु पर्ने हो हामी चाहिँ अब खोजिरहौँ ठाउँ बस्नको लागि फोटोसुट अलिअलि भइरह बसेर खाने ठाउँ खोजिरहौँ हामी दुईटी चाहिँ के गर्ने लिड गर्ने हो नि त टिमलाई त्यो अगाडि सबै प्लान अनि यिनीहरू कहाँ गयो हाम्रो ग्याङ चाहिँ ल देखिन् न त मोबाइलमा ओइ कहाँ गयो तिनीहरू निस्केको छैन तिनीहरू त्यहाँ छैन हामी यहाँ पुगिसक्यौँ अब हामी ठाउँ खोज्दैछौँ यिनीहरू एकदम ढिलो हिँड्ने गाइज हुन् हामी दुईटी चाहिँ एकदम फास्ट भने कस्तो राम्रो ठाउँ छ यहाँ त त्रिभुवन पार्क आउनु होला सबैजना के अरे आरएनसीदेखि चाहिँ गाडी लाग्छ 1 घन्टाको मात्रै 1 घन्टामा पुगिहाल्छन् अनि यस्तो राम्रो गार्डन छ यहाँ हामी अझै ठाउँ नै घुमेन बल्ल आयो त आमा हिरोको इन्ट्री भयो हिरोको यताबाट हिरोनीको इन्ट्री भयो यो मेरो भाइ गृहमन्त्रीले ढिलो गरिदिएको अनि अघि यार सबभन्दा ढिलो गर्ने भनेको मै हो ला सरी सो सरी कृष्ण नराखेको यस्तरी हामीले चाहिँ खानेकुरा यति नै हो गाइज एकदम थोरै ल्याएछौँ हामीले निस्केर खाने हो हामी अभियसली हामी यसले चाहिँ घर लाने भनेर कोकको बोतल कोकको के अरे के भन्छ ग्लास फ्रीमा पाएको लिएर उठाएर ओए हेलो गाइज यिनीहरू चाहिँ बिजी छन् उनो खेल्नमा अब म चाहिँ गएको केटीहरूसँग फोटो खिच्दिन अनि के भनौँ अरू म केही भन्न सक्दैन यस्तो छ यिनीहरू चाहिँ फोटो खिच्नुमा बिजी छन् थ्याङ्क यू सो मच नवजवान एक उनो बार्दै त्रिभुवन पार्कमा रेड छ कि रेड हान्नु पर्यो कि रेड हान्नु कलर रेड प्लस पाउँदैन के कालोमा पाउँदैन रुल नबुझ्ने केटी यो चाहिँ यहाँ चाहिँ मास्टर उनो मास्टर भर्खरको सिके हामी बच्चा बच्ची यता लिएन हामी चाहिँ भर्खर सिक्लाको हामी के भनिदिउँ म अब रेड कलर मात्रै गर्नु पर्यो उनो भनेन ए उनो किन के भन्यो भने चाहिँ उनो भन्नुपर्छ एउटा मात्रै बच्यो भने ओ बल्ल अलि थोरै आयो तर मेरो रियलवाला आएन यहाँ रियलवाला गयो यति धेरै जहिले धेरै पर्छ हौ मलाई त चाउचो मात्रै बाँकी हो गाइस सबै सामने तिमीलाई मन परी हुन्छ के रे धेरै भयो
रोशन तर म त खाएर मात्रै बस्नु त होला हामीलाई मार्दैन ए पर्यो मलाई मेरो पाला आयो को आउट भयो सजना आउट भयो गेम गर्दा गर्दै आउट गराइदिन्छ पालो आउट भयो के रेड चल्नु पर्ने रेड 0 कालो हाल्दा नि पायो मैले जिते गाइस ओ यो कति राम्रो रहेछ नि यहाँ कार यहाँ छ के मैले राम्रै दिन्छु के कस्तो धेरै पर्यो हेर त मलाई त ल सकिन्छ नि रेड आगरमा खाल्छु है ल चाटी त्यो कार्डमा नदला है कार्डमा लाग्नु भएन है साटा न जोसँग साट्दा नि मलाई त जसको कम छ त्यससँग साट्ने हो के जोसँग साट्दा नि हो के मसँग धेरै मर्जी हो उसको तीनटा छ सरी कति पाले मसँग साटा मैले साटे मैले बालो यो चाहिँ सही छ यार एक साट मेरो पालो गाइस सक्यो त्यो मैले यति धेरै खेलिसक्यो त ब्लु छैन भने यो फाल्न पाइयो पाइयो आयो अब कलर बना कलर रेड जितेश सजिएर म त चाउचाउ खोल्दा बस्या अब ग्रीन हो ग्रीन की रिभर्स रिभर्स पनि हाल्नु म देखिएन रिभर्स है रिभर्स हाल्न पायो कि अर्को सजिएर म चाउचाउ यस हैव सम चाउचाउ कोक खोल्छ। गाइस त्यो भनेको त एक्सचेन्ज हैन ए यता देखाउ त ए जिते मैले के भने नि त तिमीले रिभर्स गरिहाल्यो त हैन अर्को राउन्ड भयो वी आर आउट गाइस तिमीले रिभर्स गरेर मैले पायो नि त कति बेला यसको भक्कर आयो है यसको भक्कर आयो मलाई चाहिँ भक्करै पुज्ने दिएको उसले रिभर्स गरेर मेरो टर्न आयो मैले उसलाई सिप गरे हो लैदियो भने तिम्रो पाला हो लेट्स के हैव सम चाउचाउ गाइस सजिना तिम्रो कार्ड यताडी गए हैन मेरो कार्ड त यहाँ धेरै जनाले उठायो नि गाइस मैले के यो रिभर्स हाल्न पाउँदैन अब उसको पालो ए रोशनदा सजिनाको कार्ड चाहिँ रोशनलाई लैदिनु मेरो कार्ड चाहिँ जनादल लैदियो की रेड जनाले उठाइदियो जनादल चाहिँ यहाँ छ मेरो कार्ड चोर मेरो चोर कार्ड मलाई इन्ट्रेस्ट सक्यो अब हुन पर्छ किनकि मेरो पालो आएन ग्रीन बनाइदियो फोर हो यो पालो फोर नै छ बल्ल कलर फेरि पेटै भरेर ल थ्याङ्क यू सो मच पहिला यो राख्छु त्यसपछि ए अब मैले त्यो राखेँ त कता दुईटा कलर छ भने हाल्न पायो त्यो हरायो भने त मलाई एउटै कलर रुको म त्यहाँ खोजिदिन्छ कपडामा पर्यो राख्नु यो भनेको उसकै पाला हुँदैन आफ्नै फेरि पालो हो यो उयो हालौँ कि नै यो घिउ हालौँ कि नै प्लस किन गरेर प्लसै छैन सजिना तिम्रो पालो ग्रीन नाल त्यो हात ग्रीन पुरै प्लस हुन्छ डाल राख्छ तिम्रो पालो उठ जाऊ अब मैले के गर्नु अब ग्रीन यतै नै हो कुर्नु पर्यो चिकमिक भने जस्तो के सजिना सजिना घुमाउन मिल्छ नि घुमाउन एउटा मात्रै बाँकी गाइस तिमी देऊ त्यसो भए मलाई देऊ मलाई एक्सचेन्ज हाल्यो अब उनो भयो मेरो उनो भन्न उनो भन्न उनो भनिसके उनो 20 समथिङ कार्ड उठायो यति धेरै कार्ड आयो नि त गाइस एउटा बिचारी यत्रो कार्ड छ लेट्स हैव सम कोक यस प्लस को तिमीलाई मैले के भन्नु प्लस हो यस प्लस को छ कि त ब्ल्याक ब्ल्याक छैन टिप छैन चारटा टिप जितेश 1 2 हातभरि कार्ड आयो त एउटा गएर इन्ना टिप बनाउन जाम प्लस 2 प्लस 2 प्लस 2 हाल्नै पर्यो यो नि त सजिनाको मेरो पालै आएन हामी गयौँ अब टिकटक बनाउन कालो कार्ड हाल्ने रस्मिता पापी ला रोशनी हेर्दै तिमीलाई के भन्यो रेड नै पारिने के मैले पारे कलर भन ओ अब हाम्रो पालो आउँदैन येलो अहिले बाँच्यो भने तिमीरोमा मात्र म पनि आउन सक्छु यसरी घुमिरा नि त यसरी घुमिरा यसरी रिभर्स भयो भने चाहिँ आउँछ ए यो दुईटा पढ्न सक्छ है मेरो 5 6 7 8 9 10 11 अनि दुईजनामा के मात्र हुन्छ भन्दाखेरि यो हान्यो नि उता जान्न कि आफैले प्लस हुन्छ यो ए हो दुईजनामा चाहिँ यो अलिक खतरा खालको थियो वाह मैले यति धेरै कार्डले हेर न मेरो कार्ड यल्लो छैन नि हाई हामी चाहिँ फोटो खिच्न आयौँ अरू चाहिँ तास खेल्नमा बिजी छन् हामी चाहिँ फोटो खिच्न बिजी वी आर फोटोज लभर उनो लभर यस सही छ त ल हामीले के गरेर सक्यौँ यहाँ भिडियो फोटो सब भइसक्यो अब पोस्ट हान्नु छ म सिलेक्ट गरी पठाउँछु यो केटलाई यसले अस्ति भनेको भिडियोहरू सब पोस्ट मेरो आज कपाल कस्तो 1 घन्टा भइसक्यो हाम्रो फोटो भिडियो सक्यो छैन अझ हामी चाहिँ नाटक गरेर बस्यौँ अनि यता अलि राउन अनि मेरो सर्ट चाहिँ मिल्यो तर देख्थेन यस्तो म वान पिस पर्सन ओटिडी आज त ओटिडी यसो गर्दै ल मैले कसरी पकडेछु फोन मलाई मात्र थाहा छ हामीले यति धेरै भिडियो बनाएर यिनीहरू यहाँ चाहिँ उनो खेलिरहेछन् गाइज यिनीहरूको अझै सक्यो छैन गेम
आइज ल उठ 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 रोस न तनी उठ एकछिन यो गेम थालेर आउनु छ मुझको तेरी सन देखान मलाई एउटा ग्याङ वहाँ गएर फोटो खिच्न ल देऊ मलाई एउटा यहाँ गेम सकेर गेम खेलेर बल्ल सक्यो यिनीहरूको हाम्रो अब भिडियोस फोटो सकेर अब हामी जान्छौँ घर जान्छौँ हामी अब कसरी आउ ल आउ न खुट्टा खुट्टा मात्रै तिनतिर फोटो छ हुन्छ कहाँ यता पहिला यस्तो हैन यस्तो खुट्टा गरेर यस्तो गर्ने अनि यस्तो त्यहाँ चाहिँ सिकाए होइन एस्थेटिक फोटो सिकाए होइन ट्राई गर्ने के फर्स्ट सिधा हेर्नु लगातार बस्नु आउ न सिधै स्ट्रेट मेरो सिधा गाडेको यसरी हो ल साइडमा यिनीहरू अगाडि म यहाँ अगाडि नआइज न एकछिन हिँड्ने रे के कहाँबाट आउँछ त हाम्रो खुट्टा खै हाम्रो खुट्टा गायब ल आमा त छोड्दे त यार पूजन तिम्रो खुट्टा नि आएन होला जिते गाइज ओइ गाइजहरू ओइ गाइजहरू हाई गर न मेरो भ्लगमा त्यही गएर यो त डिल हाल्न हाम्रो डिल गर्नै मिल्दैन मैले कसरी डिल गर्नु मिल्छ दिमाग लगा न आज त पठाउ जाने बित्तिकै म आज मैले धेरै घुमेर तर फोटो मात्रै खिच्यौँ गाइज हुन्छ नि इन चाहिँ हाम्रो एकदम हेन्डसम बोय हो म क्लासको हाल्दिन क्लासको त हेन्डसम बोय म मात्रै बोय भएर भने अरे के हुन्छ मन्जुर जलाउदिन फोटो तिमीहरूको फोटो पर्मिसन जलाउदिन के पो भन्छ पर्मिसन लिएको देख यिनीहरूले एग्री गरेर नि फेरि देखाउ त भरे के भन्न पाउँदैन मैले चाहिँ गरेको छैन भिडियोमा मेरो कटाइ थियो मैले चाहिँ एग्री गरेछु मेरो कटाइ थियो स्टार्टिङमा चाहिँ मेरो होइन झन् सजिनाको अगाडि हाल्यो ल जाम अब चाहिँ हामी डुल्न जान्लाको बल्ल फोटो भिडियो सक्यो गाइज हामी चाहिँ अब डुल्न जान्ला 3 बजिसक्यो 2 बजे निस्किने भनेको हामी घर यही 4 बजी ल्याइसक्यो तिमी यति राम्रो किन देखेछौ सजिना तिम्रो हेराइ तिम्रो हेराइले फरक पार्यो तिमी यति राम्रो किन छौ अघिको मैले भिडियो खाएको सबभन्दा क्लासको ब्युटिफुल भयो तिमी भने अब तिमी ब्युटिफुल गर भइहाल्यो नि पेप्सी कोलो त्यहाँबाट पनि जान्छ यहाँबाट कालीमाटी कलङ्की कालीमाटी त्रिपुरेश्वर टेकु थापाथली टेकु त्रिपुरेश्वर थापाथली माइतीघर बानेश्वर शान्तिनगर तिनकुने कोटेश्वर आज साउन्ड खोल्छ क्या चाहिँ देउरी अब खोल्छौ तिमी एक झट्कामा थाहा थियो मलाई खालो गाइज खालो एक्स्ट्रा चम्चा त्यस्तो पनि हुन्छ कि यस्तो यो हो मुर्सिङ साथी हो आइसक्रिम पैसा हाल्दैन म झ्यालमा हाल्दैन कुन हो झ्यालमा त पुग्न भने चस गर भन्छु चियर्स गर भन्छु खान्छ के कस्तो जितेश आइसक्रिम हेलो जितेश बहादुर इन्स्टा हामी दुइटा गएर खाएर सकिसक्यो र इन्स्टा खोलिरहन् गाइज आज हामी देखेन म त अहिले मलाई कस्तो गाह्रो भयो 2 3 5 7 8 9 मेरो फेस देखाइ हुन्छ लानु मेरो आधी सकिसक्यो पुरा काटेर क्लोजहरू हाम्रो चाहिँ अब डे भयो यसरी आज कस्तो फिल भयो तिमीहरूलाई धेरै रमाइलो भयो त्यति धेरै पछि कलेजको साथीहरू भेट्यौँ बाहिर गयौँ खायौँ रमाइलो गरेको ल आजलाई यति नेक्स्ट टाइम अब कहिले अब कहिले भेट्नु थाहा छैन बाई बाई बाई
जर्ना पनि अर्को जुनीमा भेटौँला अबि Have a good day. Have a good. आज कस्तो फिल भयो तिमीलाई? खुट्टा दुख्यो अब हाम्रो कहिले भेट्नु जानु स्मिता? अब नेक्स्ट घुम्ने पालोमा अब यहाँ धेरै कपिराइट लाग्छ ल बाई बाई. बाई बाई